guys, welcome back to Isha Podel. I hope सबैजना सन्चै र राम्रै हुनुहुन्छ है। मेरो योभन्दा अघिल्लोको टेम्प्लेटको भिडियोमा चाहिँ धेरैजनाले चाहिँ स्पिकिङको भिडियो चाहियो म्याम भनेर म्यासेज गरिराख्नु भएको थियो, कमेन्ट गरिराख्नु भएको थियो। त्यो भएर चाहिँ मैले स्पिकिङ सेक्सनको लागि एउटा डेडिकेटेड भिडियो लिएर आइसकेको छु है त। हाम्रो टोटल यसो स्पिकिङमा हेर्ने हो भने चाहिँ हाम्रो 5 वटा पार्ट्स चाहिँ हुन्छ ल स्पिकिङमा चाहिँ 5 वटा पार्ट्स हुन्छ 5 वटा पार्ट्समा चाहिँ हजुरहरूले टाइम पाउने भनेको 12 मिनट्सको ओके 12 मिनटको टाइम चाहिँ पाउनुहुन्छ हजुरहरूले हामीले फर्स्टमा चाहिँ अब पार्ट 1 को बारेमा चाहिँ अलिकति हेरौँ है विस्तृत रूपमा चाहिँ जानकारी लिउँ है कसरी भन्ने के भन्ने इम्पोर्टेन्ट क्वेसन्सहरू के हो म त्यो बारेमा चाहिँ हजुरहरूलाई डिटेल वेमा चाहिँ एक्सप्लेन गरिदिन्छु पहिला चाहिँ है ल हेर्नुहोस् पार्ट 1 मा तपाईहरूलाई पर्सनल क्वेसन्सहरू सोध्छ है त्यस्तो धेरै भास्ट केही पनि सोध्दैन एकदम अप्ठ्यारो यताउता केही सोध्दैन जस्ट इजी क्वेसन्सहरू सोध्छ जस्तै वाट इज योर फुल नेम हाउ ओल्ड आर यु वेयर आर यु फ्रम होइन वाट डु यु लाइक टु डु इन योर फ्री टाइम यस्ता खालका क्वेसन्सहरू चाहिँ सोध्ने गर्छ पार्ट 1 मा ओके अब यिनको आन्सरहरू कसरी दिने माई नेम इज मनिषा पौडेल मात्र भनेर चाहिँ हुँदैन है यिनी क्वेसन्सहरूमा किनभने हामीलाई कति चाहिएको छ B1 लेभल चाहिरहेको छ सो अलिकति आन्सर पनि हाम्रो त्यही लेभलको त हुनु पर्यो होइन र यस सो यहाँनिर देख्न सक्नुहुन्छ हजुरहरूले मैले त्यसको लागि चाहिँ स्याम्पल पनि राखिदिएको छु है यता हेर्नुहोस् वाट इज यर फुल नेम भनेर भन्यो भने चाहिँ हजुरहरूले के भने त हेलो माई नेम इज मनिषा पौडेल Most people call me Manisha. I like my name because it is simple and easy to remember. It is special to me because it is part of who I am. My parents choose this name and I have always liked it. यसरी चाहिँ मजाले भन्न सक्नुहुन्छ हजुरहरूले यति भन्नुभयो भने पुग्छ र हजुरहरूले याद गर्नुहोस् पार्ट 1 मा चाहिँ 10 सेकेन्डसम्म बोल्नुपर्ने हुन्छ है 10 सेकेन्डसम्म बोल्नुपर्ने हुन्छ सो अलिकति लङ आन्सर त चाहिन्छ नै कम्तीमा पनि याद के गर्नुहोस् भन्दा 3 वटा सेन्टेन्स सम्मको आन्सर चाहिँ दिनुभयो भने ठ्याक्कै हजुरको 10 सेकेन्ड फुलफिल हुन्छ ओके एभ्रीवन ल सायद पार्ट 1 को बारेमा चाहिँ हजुरहरूलाई सबै कुरा क्लियर भयो जस्तो लाग्छ मलाई एन्ड अब पार्ट 1 कै नेक्स्ट क्वेसनमा चाहिँ जाउँ है त नेक्स्ट क्वेसन भनेको चाहिँ हाम्रो रहेको छ हाउ ओल्ड आर यु है अब यो सोध्यो भने म्याक्सिमम मान्छेलाई चाहिँ के छ भन्दा म्याम यो हाउ ओल्ड आर युमा चाहिँ के भन्नु त के जस्तै आफ्नो एज भन्यो ल डेट अफ बर्थ पनि भन्यो अरे त्योभन्दा बढी चाहिँ के भन्नु त भन्ने खालको हुन्छ नि कन्फ्युजन धेरै जसो स्टुडेन्ट्समा मैले देखि नै रहेको हुन्छु सायद हजुरहरूलाई पनि त्यो कन्फ्युजन छ होला त्यसको लागि अब चिन्ता लिनु पर्दैन हजुरहरूले सोल्युसन यहाँ स्क्रिनमा देखि नै राख्नु भएको छ होला है आन्सर यसरी दिँदा हुन्छ ओके I am 25 years old. I enjoy this stage of my life because I have many goals for the future. I like learning new skills, meeting new people, and spending time with my family and friends. यति भनिदिनु भयो भने त मजाले पुग्यो होइन र ल ठिक छ अब अघि बढौँ अर्को क्वेसनमा है वेयर आर यु फ्रम है अब यो क्वेसन आयो भने चाहिँ हजुरहरूले के भन्ने त भन्दा I am from Nepal, a beautiful country in South Asia. It is located between India and China and is famous for its mountain, especially Mount Everest, the highest mountain in the world. I'm proud to be from Nepal because it has a rich culture and friendly people. यतिसम्म भनिदिनु भयो भने मजाले पुग्छ है त ल नेक्स्ट क्वेसनमा जाऊ हाम्रो नेक्स्ट क्वेसन रहेको छ What experience do you have caring for elderly people? अब यो क्वेसनमा चाहिँ हजुरले यसरी आन्सर दिने I have experience caring for elderly people in my family. I help them with daily activities such as preparing meals, reminding them to take their medicine and keep them company. Through this experience, I learned the importance of patience, kindness and good communication. ओके यति भनिदिनु भयो भने भइ नै हाल्छ अर्को क्वेसन रहेको छ हाम्रो वाट पर्सनल क्वालिटिज मेक यु अ गुड केयर गिभर यो त सबैजनाले थाहा पाउनै पर्ने क्वेसन होइन एकदमै थाहा पाउनु पर्छ यो चाहिँ आई थिङ्क आई एम अ गुड केयर गिभर बिकज आई एम पेसेन्ट काइन्ड एन्ड रेस्पोन्सिबल आई इन्जोय हेल्पिङ अदर्स एन्ड लिसनिङ टु देयर निड्स
I'm also reliable and hardworking, so people can trust me to do my duties well. These qualities help me provide good care and support to elderly people. इजी छ नि होइन मजाले स्मुथली जान्छ मजाले भन्न सकिन्छ यतिसम्म भनिदिनु भयो भने पुगि नै हाल्छ नेक्स्ट क्वेसनमा जाउँ है त टेल मी अबाउट योर होम टाउन यसमा त भन्नको लागि कन्टेन्टहरू हजुरहरूसँग पनि धेरै नै हुन्छ तर पनि म अलिकति एक्सप्लेन चाहिँ गरिदिनै राख्छु ओके ल हेर्नुहोस् माई होम टाउन इज अ पिसफुल एन्ड वेलकमिङ प्लेस देयर आर फ्रेन्डली पिपल ब्युटिफुल सिनरी एन्ड लोकल मार्केट्स आई इन्जोय लिभिङ देयर because it is a comfortable place where families support each other. हेर्नुहोस् त कति राम्ररी सकियो होइन 2 to 3 लाइनमा चाहिँ आन्सर हाम्रो सकि नै रहेको छ एन्ड इट्स इनफ है इनफ नै छ पुरा पुगि नै रहेको छ योभन्दा बढी जानु पर्दैन है 10 सेकेन्डमा धेरै फटाफट बोल्नु भयो भने पनि योभन्दा बढी त बोल्न सकिँदैन होइन त ल अब अर्को क्वेसन हेरौँ वाट डु यु डु इन योर फ्री टाइम In my free time, I enjoy reading books, listening to music, and spending time with my family and friends. These activities help me relax and maintain a positive balance in my life. होइन त कति सजिलो छ वाउ यति भनिदिनु भयो भने भइहाल्छ याद हुँदैन यो हजुरहरूलाई हुन्छ नि दिमागमा झ्याप्प आउँदैन भने चाहिँ घोकेरै भए पनि जानुहोस् यहाँबाट क्वेसन नआउने भन्ने हुँदैन मैले हजुरहरूलाई मोस्ट इम्पोर्टेन्ट क्वेसन्सहरू दिएको छु यो जति पनि मैले एक्सप्लेन गरिरहेको छु यहाँबाट यो सबै पढेर जानुभयो भने कतै न कुनै ठाउँमा हजुरहरूले यो क्वेसन भेट्नुहुन्छ नै भेट्नुहुन्छ सबैजनाले भेट्नुहुन्छ भन्ने ग्यारेन्टी दिन सक्दिनँ है बिकज क्वेसनहरू सबैलाई एउटै नै आउँछ भन्ने ग्यारेन्टी छैन नि त जे पनि आउन सक्छ क्वेसन तर यहाँ मध्ये जसले यो भिडियो हेरिराख्नु भएको छ हजुरहरू मध्ये म्याक्सिमम स्टुडेन्ट्सहरूलाई चाहिँ यहाँबाटको क्वेसन चाहिँ आउने नै छ ओके ल अघि बढौँ अर्को क्वेसनमा वाट आर योर हबिज My hobbies include reading, watching educational videos, and learning new skills. I enjoy activities that help me improve my knowledge and develop myself both personally and professionally. यति भन्दै हुन्छ है Do you like working with older people? होइन अब यहाँ त yes त भन्नै पर्यो नि obviously होइन र Yes, I do. I enjoy spending time with older people because they have valuable life experiences and wisdom. I also find it rewarding to help them with their needs and provide companionship. Okay. ल अब नेक्स्ट क्वेसनतिर जाऊ Why are you learning English? है त I am learning English because it helps me communicate with people from different backgrounds. It is also important for my career and gives me more opportunities for personal and professional growth. है त सिम्पल एन्ड इजी आन्सर छ है मजाले भन्न सकिन्छ यीमा हजुरहरूले अरू के थपेर भन्नुहुन्छ आफ्नो वेमा भन्नुहुन्छ यसलाई चाहिँ हिन्टको हिसाबले लिनुहुन्छ भने पनि इट्स ओके टोटली फाइन त्यो त झनै बेटर भयो है यहाँ चाहिँ हिन्ट लिने अनि आफूले चाहिँ आफै बनाएर भनिदिनु भयो भने पनि एकदमै बेस्ट हुन्छ ल अर्को क्वेसन रहेको छ हाम्रो डिस्क्राइब अ टिपिकल डे इन योर लाइफ I usually start my day early and prepare for my daily responsibilities. During the day, I work, study, or complete household tasks. In the evening, I spend time with my family and relax. Okay, next question रहेको छ How do you handle difficult situation? When I face a difficult situation, I try to stay calm and think carefully before acting. I focus on finding a solution and if necessary, I ask for advice or support from others. है एकदमै मजाले आन्सर दिनु यही तरिकाले दिनु भयो भने भइ नै हाल्छ है बीचमा अट्किनु चाहिँ भएन फ्लुएन्टली जानु पर्यो बीचमा ए ओ गर्नु भएन है आन्सर हजुरले एक स्वरमा मजाले स्मुथली दिनु भयो भने मजाले मार्क्स आउँछ नआउने त चान्सै छैन हैन त ल अर्को क्वेसन के छ त्यो हेरौँ है त अर्को क्वेसन चाहिँ हाम्रो रहेको छ व्हाट काइन्ड अफ पर्सन आर यु ओके अब यसको आन्सर चाहिँ आई वुड डिस्क्राइब माइसेल्फ as friendly, responsible, and hardworking person. I enjoy helping others and learning new things. I always try to do my best and maintain a positive attitude. भन्नु भनिदिनु भयो भने त
बेस्ट आन्सर नै भइ नै हाल्यो राइट ल अब नेक्स्ट क्वेसन चाहिँ के छ त्यो हेरौँ है त वाट इज योर बिगेस्ट स्ट्रेन्थ है त माई बिगेस्ट स्ट्रेन्थ इज पेसेन्स it helps me stay calm in challenging situations and work well with different types of people. I believe patience is especially important in caregiving. Yes, it is the important factor, होइन र सो हजुरहरूले यति भनिदिनु भयो र यसरी आन्सर दिनुभयो भने पार्ट 1 मा मजाले मार्क्स आउँछ ओके मजाले आउँछ अट्किने काम नगर्नु होला बीचमा मजाले फ्लुएन्टली बोल्नु होला त्यति भए पुगि नै हाल्छ ओके एभ्रीवान ल यो चाहिँ भयो हाम्रो पार्ट 1 को क्वेशन्स है त अब हामी जाउँ पार्ट 2 क्वेशन्सहरुमा कस्तो खालको क्वेशन्सहरु सोध्छ र कस्तो आन्सर दिने भन्ने बारेमा चाहिँ बुझौँ पार्ट 1 चाहिँ हाम्रो 10 सेकेन्ड सम्म बोल्नु पर्ने थियो भने पार्ट 2 मा चाहिँ अब हामी कति सेकेन्ड बोल्नु पर्यो त 20 सेकेन्ड चाहिँ बोल्नु पर्यो है 20 सेकेन्ड सम्म चाहिँ बोल्नु पर्ने हुन्छ र यहाँनिर क्वेशन्सहरु कस्तो आउँछ देख्न सक्नुहुन्छ हजुरहरूले स्क्रिनमा है त फर्स्टमा रहेको छ व्हाट इज योर ड्रीम जब ओके हजुरको ड्रीम जब चाहिँ के हो त अब त्यसको बारेमा एक्सप्लेन गर्नु पर्यो My dream job is to work as a professional caregiver. I enjoy helping people, especially elderly people, and make their lives more comfortable. I find this job meaningful because I can support others in their daily activities and give them emotional care as well. I would like to improve my skills and gain more experience so I can become a better caregiver in the future. This job also gives me a sense of satisfaction because I feel happy when I help others. भनेर भनिदिनु भयो भने एकदमै राम्रो आन्सर फर्म हुन्छ र हजुरहरूको 20 सेकेन्ड पनि कभर अप हुन्छ यो आन्सरले चाहिँ है ओके एभ्रीवन ल अब जाऊ नेक्स्ट क्वेशनमा नम्बर 2 क्वेशन के छ ल हेरौ है व्हाट आर योर फेभरेट थिंग्स टु डु अन वीकेन्ड्स ओके वीकेन्ड्स भनेको वीकको एन्ड डेजको बारेमा कुरा गरेको है इफ बुझ्नु भएको छैन भने मैले मिनिङ चाहिँ भनिदिहाले On weekends, I like to relax and spend time with my family and friends. I also enjoy listening to music, watching educational videos, and sometimes reading books. These activities help me feel relaxed after a busy week. I also use my free time to prepare for my future goals, such as improving my English and learning new skills. Overall, my weekends are a good balance of rest and सेल्फ इम्प्रुभमेन्ट है यो भयो हाम्रो नम्बर 2 क्वेशनको चाहिँ आन्सर अब जाऊ हामी नम्बर 3 मा है त नम्बर 3 मा हामीलाई के क्वेशन सोधेको छ ल हेर्नुस् त Where would you like to live in the future? Most important क्वेशनहरु मात्र यहाँनिर डिस्कस गरिरहेको छौ प्लिज एभ्रीवन मैले रिपिट गरि नै राखेको छु इच टाइम रिपिट गरेको छु यो एकदमै इम्पोर्टेन्ट क्वेशन हो याद गर्नुस् भनेर है एकदमै 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 इम्पोर्टेन्ट क्वेशनहरु हो याद गरेर जानु होला प्लिज एभ्रीवन है आई रिक्वेस्ट यु अल ल अब यसको आन्सर चाहिँ कसरी दिने त्यो हेरौ In the future, I would like to live in a place where I can have good job opportunities and a peaceful life. I'm open to living in another country if it helps me grow in my caregiving career. I would like a place that is safe, clean, and has good healthcare facilities. At the same time, I also want to stay connected with my family, so I would choose a place where I can balance work and personal life. ल यो त भयो हाम्रो थर्ड क्वेशन अब जब हामी फोर्थ क्वेशन तिर है त हाउ विल यु युज इंग्लिश एट वर्क इन द फ्युचर Okay, I will use English at work to communicate with patients, colleagues, and supervisors. It will help me understand instructions clearly and provide better care to people from different backgrounds. English will also help me learn new skills and understand training materials. I think good communication is very important in caregiving. So, English will make my work easier and more professional. That is why I'm improving my English every day. Okay? La. अब जाऊ next question. Describe a person you have helped. I would like to talk about my grandmother. She needed help with daily activities because of her age. I helped her prepare meals,
take her medicines on time, and move around safely. I also spent time talking with her because she enjoyed having company. Helping her made me feel happy because I knew I was making her life easier and more comfortable. है यति मात्रै भन्दा हुन्छ. Next छ हाम्रो describe a happy memory. One of my happiest memories was spending time with my family during a festival celebration. We prepared food together, visited relatives, and enjoyed many activities. Everyone was happy and relaxed. I enjoyed this experience because it brought our family closer together. It is a memory that always makes me smile when I think about it. Okay, अब जाउँ नेक्स्ट क्वेसनमा है. Describe an elderly person who is important to you. An elderly person who is important to me is my grandmother. She is kind, wise, and caring. She has taught me many valuable lessons about life and family. I enjoy spending time with her and listening to her stories. She inspires me to be patient and respectful towards older people, which is very helpful in caregiving भनेर भनिदिने है त. नेक्स्ट छ हाम्रो डिस्क्राइब वाइ केयर गिभिङ इज इम्पोर्टेन्ट. ओके, नाउ अब यो क्वेसनको आन्सर चाहिँ यसरी दिने. I believe caregiving is most important because it helps people who need support in their daily lives. Elderly people often need assistance with personal care, meals, and companionship. Good caregivers help them feel safe, comfortable, and respected. Caregiving is not only about physical support, but also about providing emotional care and kindness. That is why I think it is a valuable profession भनेर भनिदिने है त. यो चाहिँ भयो हाम्रो पार्ट 2 को क्वेसन्सहरु. अब अलिकति पार्ट 2 मा चाहिँ हामीले यो क्विक टिपहरु चाहिँ अपनायौं भने यो हुन्छ नि हाम्रो फ्रेजेसहरु चाहिँ अपनाएर हामीले आन्सरहरु दियो भने चाहिँ अझै इफेक्टिभ हुन जान्छ ल. म त्यो पनि अलिकति एक्सप्लेन चाहिँ गर्दिराख्छु हजुरलाई अनि पार्ट 3 मा जाउला है त एभ्रीवन. ओके, क्विक टिप फर पार्ट 2. युज दिस स्ट्रक्चर है. इन्ट्रोडक्सनमा चाहिँ हजुरहरूले आई वुड लाइक टु टक अबाउट भनेर फर्स्टमा चाहिँ यो स्ट्रक्चर युज गर्नुभयो भने एकदमै राम्रो साउन्ड गर्छ. ओके, अनि आफ्नो मेन पोइन्ट्स राख्ने बेलामा चाहिँ हजुरले आई लाइक इट बिकज भनेर चाहिँ स्टार्ट गरिदिनु भयो अथवा इट इज इम्पोर्टेन्ट बिकज भनेर भनिदिनु भयो भने चाहिँ अझै राम्रो अथवा एक्स्ट्रा चाहिँ सुनिन्छ. ओके, हजुरले एक्स्ट्रा डिटेल्सहरु थपिदिने बेलामा चाहिँ हुन्छ नि फर एक्जाम्पल इन द फ्युचर भनेर यसरी अगाडिको स्ट्रक्चर चाहिँ यो राखिदिनु भयो भने पनि राम्रो साउन्ड गर्छ है त. लास्टमा चाहिँ हजुरले जस्तै एन्डिङ गर्ने बेला आफ्नो आन्सर एन्डिङ गर्ने बेलामा चाहिँ ओभरअल आई रियली इन्जोय इट हैन अथवा इट इज भेरी इम्पोर्टेन्ट टु मी भनेर यसरी चाहिँ भनिदिनु भयो भने राम्रो साउन्ड गर्छ है हजुरहरूको आन्सर. यो चाहिँ स्ट्रक्चरहरु सबै हजुरले याद राखेर बस्दा हुन्छ, एकदमै इम्पोर्टेन्ट छ. ओके एभ्रीवन, ल अब जाउँ हामी पार्ट 3 है, स्पिकिङ पार्ट 3 मा जाउँ. अब यहाँनिर हजुरहरूले त्यसरी क्वेसनको आन्सर दिनु पर्दैन है त. यहाँनिर के हुन्छ भन्दा हजुरहरूलाई यसरी सर्ट सेन्टेन्सेसहरु दिएको हुन्छ है. अनि यो सेन्टेन्स हेर्ने अनि हजुरहरूले के गर्ने त रिड गर्ने. जस्तै रिड अलाउड. पिटी कसैले गर्नु भएको छ, यहाँ भिडियो हेरिराख्नु भएको छ, उहाँहरूले चाहिँ पिटी गर्नु भएको थियो पहिला भनेपछि उहाँहरूसँग चाहिँ रिलेट हुन जान्छ. अब त्यहाँ चाहिँ हाम्रो प्याराग्राफ नै दिन्थ्यो पिटीमा हैन, तर यहाँ चाहिँ सेन्टेन्स दिन्छ है. त्यस्तो लङ होइन, सर्ट सेन्टेन्सेसहरु दिन्छ अनि प्रोनाउन्स पनि गर्न मजाले सकिन्छ, त्यस्तो गाह्रो चाहिँ हुँदैन पार्ट 3 मा. ओके, ल हेरौँ कस्तो खालको सेन्टेन्सेसहरु दिन्छ. यो चाहिँ हाम्रो एक्जाममै आएको क्वेसन हो है. क्वेसन प्याटर्न नै यहीमा आउँछ, यही तरिकाले आउँछ, यतिकै सर्ट आउँछ. सो हजुरहरूले मजाले यो प्र्याक्टिस गर्नुभयो भने मजाले पुग्छ है त. ल अब चाहिँ हामीले कसरी चाहिँ यो सेन्टेन्सहरु प्रोनाउन्स गर्ने, कसरी बोल्ने भन्ने म हजुरहरूलाई यो तीनवटा सेन्टेन्स गरेर चाहिँ देखाइदिन्छु. हजुरहरूले यसै गरी चाहिँ प्र्याक्टिस गर्ने. ओके, ल फर्स्टमा रहेको छ आई विल बिगिन माई प्रेजेन्टेसन विथ अ सर्ट भिडियो है. बीचमा पज लिनु भएन, हजुरहरूको प्रोनाउन्सिएसन राम्रो हुनु पर्यो, क्लियर हुनु पर्यो के. एसेन्ट चाहिएन है, एसेन्ट चाहिएन, अमेरिकन एसेन्ट, ब्रिटिश एसेन्ट केही पनि चाहिएन. जस्ट क्लियरली हजुरहरूले यहाँ लेखेको कुरा क्लियरली पढिदिन सक्नुभयो विदाउट एनी हेजिटेसन है, नअड्केर फ्लुएन्टली बोल्न सक्नुभयो भने
मजाले सकिन्छ, राम्रो मार्क्स आउँछ है, टेन्सनै गर्नु पर्दैन। पार्ट 3 एन्ड 4 पनि यस्तै नै हो, सेम नै हो, रिडल आउट नै दिन्छ 4 मा पनि, तर अलिकति लङ सेन्टेन्सेसहरू दिन्छ, त्यति मात्र फरक हो है त। ल अब नेक्स्ट सेन्टेन्स हेरौँ। आई एम गोइङ टु बी अ लिटल लेट गेटिङ इन्टु द अफिस। ओके, थर्डमा छ द वाटर मसिन इज जस्ट अराउन्ड द कर्नर अन द लेफ्ट। फोर्थमा राखेको छ हामीलाई थ्याङ्क यू फर अटेन्डिङ माई प्रेजेन्टेसन यस्टरडे। ओके, ल एक्स्ट्रा प्र्याक्टिसको लागि चाहिँ हजुरलाई यहाँनिर मैले क्वेसन्सहरू सेन्टेन्सहरू राखिदिएको छु। यो चाहिँ सबैजनाले स्क्रिनसट गर्नुहोस् अथवा भिडियोलाई पज गरेर मजाले आफैले एकछिनसम्म प्र्याक्टिस गर्नुहोस् है त एभ्रिवान। ल यो चाहिँ म हजुरहरूमाथि नै छोडिदिएँ, कसरी भन्ने के भन्ने मैले हजुरहरूलाई भनिसकेको छु। सेम त्यही वेमा चाहिँ हजुरहरूले बोल्न ट्राई गर्नुहोस् है। हजुरहरूले यो सेन्टेन्स एउटा सेन्टेन्स पढ्नको लागि 10 सेकेन्डको टाइम चाहिँ पाउनुहुन्छ। ओके, 10 सेकेन्डको टाइम पाउनुहुन्छ है। 4वटा सेन्टेन्स आउँछ, त्यो हाम्रो थियो पार्ट 3। अब चाहिँ हाम्रो आइसकेको छ स्पिकिङ पार्ट 4। ओके, ल ठिक छ। यहाँनिर चाहिँ अघि नै भन्दा अलिकति फरक चाहिँ वेमा दिन्छ, अलिकति अप्ठ्यारो पनि हुन्छ पार्ट 3 भन्दा है, सो गाह्रो पनि हुँदैन, जस्ट अलिकति पार्ट 3 भन्दा अलिकति चाहिँ अप्ठ्यारो हुन्छ है त, धेरै अप्ठ्यारो पनि होइन। ल अब हेरौँ है त, फर्स्टमा के लेखेको छ त, I will be out of the office until about 3:30 this afternoon. Okay. Second ma, is the 22nd of May a good day for you at around 3 p.m.? I'm sorry, but that's too expensive. How much does the other one cost? Number 4. I'm not available at the moment. Please leave a message and I will get back to you as soon as I can. Linus. यही वेमा मजाले भन्ने है, मजाले सेक्सन 3 मा अथवा पार्ट स्पिकिङको पार्ट 3 मा हामीले जे डिस्कसन गर्यो, जसरी भन्ने भन्यौ नि, सेम त्यही वेमा पार्ट 4 लाई पनि डिस्कसन गरिदिनुस्। एन्ड हजुरहरूको लागि एक्स्ट्रा प्र्याक्टिस क्वेसन यहाँनिर छ है एभ्रिवान। ल अब हजुरहरूले स्क्रिनसट गरे पनि गर्नुहोस्, पज गरेर हेरे पनि हेर्नुहोस्, तर प्र्याक्टिस चाहिँ अवश्य गर्नु होला है त। ओके एभ्रिवान, ल अब चाहिँ जाउँ हामी एकदमै हुन्छ नि क्विक एक्जाम टिप्सहरूतिर। टिप्स पनि हेरौँ न, के गर्ने कसो गर्ने भन्ने कुरा पनि बुझौँ अलिकति होइन। पार्ट 3 रिडल आउटमा चाहिँ के गर्ने त, स्पिक क्लियरली एन्ड स्लोली। मैले हजुरहरूलाई अघि नै भनिसकेँ है, फोकस एन्ड प्रोनाउन्सिएसन एन्ड स्ट्रेस अघि नै भनिसकेँ। डोन्ट रस, एकदमै हतार गर्ने चाहिँ होइन है, बिस्तारै भन्नुहोस्, हतार नगर्नुहोस्। ल पार्ट 4 मा चाहिँ के गर्ने त, त्यो बारेमा बुझौँ। साउन्ड पोलाइट एन्ड नेचुरल, एकदमै पोलाइट र नेचुरल साउन्ड गर्ने है। युज इन्टोनेसन लाइक रियल कन्भर्सेसन, रियल कन्भर्सेसन जसरी चाहिँ इन्टोनेसनहरू पनि युज गरेर बोल्नुहोस् है। इमेजिन यु आर स्पिकिङ टु अ कलिग अर म्यानेजर। ओके, यो इमेजिन गरेर बोल्नु भयो भने त अभियसली सबैजना पोलाइट पनि बोल्नुहुन्छ र राम्रोसँग बोल्नुहुन्छ एकदमै है। सो हजुरहरूले इमेजिन गर्नुहोस् है त, हजुरहरू कोसँग बोल्दै हुनुहुन्छ, आफ्नो म्यानेजर अथवा कोही काम गर्ने साथी भाइसँग बोलिरहेको जस्तो सोचेर चाहिँ त्यहाँनिर पढिदिनुहोस् त्यो सेन्टेन्सलाई, त्यति भए पुग्छ। ओके एभ्रिवान, आई थिङ्क सबै क्लियर छ है। इफ छैन भने चाहिँ कमेन्ट बक्समा गएर लेख्न सक्नुहुन्छ हजुरहरूले, कुन पार्ट चाहिँ हजुरलाई गाह्रो लाग्छ। यो चाहिँ हाम्रो स्पिकिङको लागि डेडिकेटेड भिडियो, इम्पोर्टेन्ट क्वेसन्सहरूको बारेमा थियो विथ स्याम्पल आन्सर भने। इफ हजुरहरूलाई राइटिङ पार्टको पनि चाहिरहेको छ भने राइटिङ सेक्सन भनेर हजुरहरूले कमेन्ट बक्समा लेखिदिनु। ओके, त्यति लेखिदिनु भयो भने धेरैजनाको मेसेज मैले जस्तै यहाँनिर स्पिकिङको आएको थियो त्यसै नै मैले राइटिङको लागि देखेँ भने फेरि म भोलिको भिडियोमा चाहिँ हजुरहरूलाई राइटिङ पार्टकै लिएर आउनेछु है त, इम्पोर्टेन्ट क्वेसन्सहरू। ल अब चाहिँ हामी लागौँ स्पिकिङ पार्ट 5 तिर। यो भनेको चाहिँ एकदमै सबैजनालाई गाह्रो लाग्ने सेक्सन चाहिँ हो है। यहाँनिर चाहिँ हजुरहरूले 40 सेकेन्डको टाइम पाउनुहुन्छ क्वेसनलाई प्रिपेयर गर्नको लागि, अनि हजुरहरू चाहिँ बोल्नु पर्ने हुन्छ 1 मिनटसम्म। ओके, यो चाहिँ याद गरिराख्नुहोस्, 1 मिनटसम्म बोल्नु पर्ने हुन्छ एन्ड 40 सेकेन्डको चाहिँ प्रिपरेसन टाइम पाउनुहुन्छ हजुरले। क्वेसन हजुरलाई यसरी दिन्छ, हेर्नुहोस् त। You need to leave a message for a customer about a new home care service your company is providing. You should भनेर जुन यहाँ लेखेको देख्नु भएको छ नि, यहाँनिर लेखेको जति पनि पोइन्ट्सहरू छ नि, अब यु शुड पछाडिको यो तीनवटा पोइन्टको आन्सर, एक्ज्याक्ट आन्सरहरू चाहिँ हजुरहरूले दिनै पर्ने हुन्छ है। दिनु भएन भने टास्क कम्प्लिट भएन, किनभने यु शुड हजुरले भन्नै पर्ने कुराहरू चाहिँ यहाँनिर लेखेको छ। के हो त्यो हेरौँ अब। Say who you are and why you are calling. Describe the new service.
explain what you would like the customer to do. Okay, अब यिनी तीनवटा कुरा चाहिँ हामीले मेन्सन गरेर आन्सर चाहिँ प्रिपेयर पार्नु पर्ने हुन्छ. ओके, ल अब स्याम्पल आन्सर पनि अलिकति हेरि नै हालौ कसरी भन्ने के भन्ने म हजुरहरूलाई सिकाइदिन्छु. ल हेर्नुस् यहाँनिर. Hello, my name is Manisha Podel and I am calling from the company. I am calling to inform you about a new service we are now offering. We have introduced a new home care service for people who need support with daily activities. This includes personal care, meal preparation, light cleaning, and companionship. This service is designed to help elderly people and others who need extra support at home so they can live safely and comfortably. I would like to ask you to contact our office for more information or to book a free consultation. You can call us during office hours or visit our website for details. Thank you for your time and we look forward to hearing from you soon. ल हेर्नुहोस् त, यति भनिदिनु भयो भने मजाले हुन्छ. म त यहाँ अलिकति फास्ट नै बोलिरहेको छु. अब यो भन्दा अलिकति स्लो भन्दा धेरै स्लो पनि होइन, फास्ट भन्दा धेरै फास्ट पनि होइन है. एभरेज, ठ्याक्क एभरेज नेचुरल फ्लोमा चाहिँ हजुरहरूले बोलेर आन्सर दिनुपर्ने हुन्छ. त्यति गरिदिनु भयो भने मजाले टाइम पनि पुग्छ. अब इफ यहाँनिर हजुरहरू यो आन्सर दिँदाखेरि 1 मिनट पुगिराख्नु भएको छैन भने हिजो त मैले टेम्प्लेट हालि नै राखेको छु. जसले हिजोको टेम्प्लेट भोइस मेलको टेम्प्लेट हेर्नु भएको छैन अहिले नै गएर हेरिहाल्नुहोस् है. मेरो च्यानलमा चाहिँ छ, हजुरहरूले देख्न सक्नुहुन्छ. त्यो हेर्नु भयो भने हजुरहरूलाई केही पनि चाहिँदैन. ल मजाले जुन कुनै क्वेसनको पनि आन्सर दिन सक्नुहुन्छ. ओके एभ्रीवान. ल यहाँनिर अर्को क्वेसनको पनि स्याम्पल छ. ल यो स्याम्पल चाहिँ मैले हजुरहरूलाई यहाँनिर देखाइदिन्छु. You need to leave a message for customers about a new online appointment system. You should introduce yourself and reason for calling, explain the new system, tell customers what to do. ल अब यो क्वेसन चाहिँ मैले के भन्छु भन्दा हजुरहरूको लागि चाहिँ क्लास वर्क. ओके, ल यो क्वेसन चाहिँ हेर्नुहोस् हजुरहरूले अनि हजुरहरूले आफै भन्न ट्राई गर्नुहोस्. टाइमर 1 मिनटको राख्नुहोस् र बोल्नुहोस् यो भिडियोलाई पज गरेर. अनि म हजुरहरूलाई अब यहाँ आन्सर पनि देखाइदिन्छु. भिडियो पज गरेर हेर्नु होला है क्वेसन चाहिँ. अब हेर्नुहोस् आन्सर चाहिँ म यहाँनिर हजुरहरूलाई स्याम्पलको लागि देखाइदिन्छु. हजुरहरूले आफैले बोलेर भ्याइसकेपछि रेकर्डिङ एकचोटि सुनेपछि बल्ल यहाँनिर आन्सर चाहिँ हेर्न आउनु होला. के मिस्टेक भएको रहेछ कस्तो के भनेर चाहिँ है त्यसरी चाहिँ गर्नु. र हजुरहरूलाई मैले अघि नै पनि भनिसकेको छु है, राइटिङको लागि केही पनि हेल्प चाहिएको छ भने राइटिङ सेक्सन भनेर कमेन्ट चाहिँ गर्नु होला. सो द्याट म अर्को भिडियो चाहिँ राइटिङसँग डेडिकेटेड भएर लिएर आउनेछु. ल म हजुरहरूलाई अब सरस्वती क्वेसन्सहरू चाहिँ देखाइदिन्छु. त्यो चाहिँ हजुरहरूले स्क्रिनसट लिँदै अथवा भिडियो चाहिँ पज गर्दै प्र्याक्टिस गर्न सक्नुहुनेछ. ओके, ल यो चाहिँ हाम्रो नेक्स्ट क्वेसन. ओके, एन्ड हियर इज योर आन्सर है त. यो चाहिँ हाम्रो नेक्स्ट क्वेसन है. यो चाहिँ हाम्रो नेक्स्ट क्वेसन एन्ड हजुरहरूलाई स्याम्पल आन्सर चाहिँ यहाँनिर छ हेर्नुहोस् है. र अब यहाँनिर चाहिँ मास्टर टेम्प्लेट भनेर मैले अर्को पनि यहाँनिर राखिदिइसकेको छु है एभ्रीवान. ल यो पनि हेरौँ है त, एकैछिनको लागि यो पनि हेरौँ. इन्ट्रोडक्सन. हेलो, माई नेम इज ड्यास एन्ड आइ एम कलिङ फ्रम ड्यास. अब ड्यासमा चाहिँ हजुरहरूले कम्पनीको नेम आफ्नो नेम चाहिँ राख्नुपर्ने हुन्छ. ओके, reason I am calling to inform you about a new service or any updatesहरू हैन अथवा चेन्जेसहरू भनेर यहाँनिर हजुरहरूले राखिदिनु पर्ने हुन्छ. ओके, सर्भिस एक्सप्लेन. ओके, द सर्भिस इन्क्लुड्स ड्यास ड्यास एन्ड ड्यास. अब के सर्भिसहरू चाहिँ प्रोभाइड गर्छ भनेर चाहिँ हजुरहरूले यहाँ राखिदिनु होला. इट हेल्प्स पिपल विथ. ओके, मान्छेलाई चाहिँ के कुरामा चाहिँ हेल्प गर्छ त यो सर्भिसले त्यो पनि भनिदिने है. एक्सन. ओके, फोन नम्बरमा चाहिँ प्लिज कन्ट्याक्ट अस, visit our website, register भन्ने यस्तो खालको कुनै पनि हजुरहरूलाई एक्सन के दिनु पर्यो भने चाहिँ यहाँनिरबाट लिएर राख्न सक्नुहुनेछ. एन्ड इन्डिङमा चाहिँ हजुरहरूले थ्याङ्क यू फर योर टाइम, वी लुक फरवर्ड टु हियरिङ फ्रम यु भनेर भनिदिनुहोस्. यति भने भइ नै हाल्यो टेम्प्लेट होइन. ल अब यो टेम्प्लेटको पनि हजुरहरूले इफ सजिलो लाग्यो भने स्क्रिनसट लिनुहोस् अनि आफै प्र्याक्टिस गर्न चाहिँ ट्राई गर्नुहोस्. यो चाहिँ थियो हाम्रो टोटल क्याम्ब्रिज अप स्किल इङ्ग्लिस टेस्ट स्पिकिङ सेक्सनको इम्पोर्टेन्ट क्वेसन विथ स्याम्पल आन्सरको एक्सप्लेनेसन भने हजुरहरूलाई सेम है राइटिङ, रिडिङ, लिसनिङ जुन कुनै सेक्सनको लागि चाहिरहेको छ क्याम्ब्रिज अप स्किल इङ्ग्लिस टेस्ट स्पिकिङ सेक्सन अथवा राइटिङ सेक्सन अथवा लिसनिङ सेक्सन भनेर त्यसरी लेखिदिनुहोस् कमेन्ट बक्समा. एन्ड नेक्स्ट भिडियो म हजुरहरूलाई त्यहीसँग डेडिकेटेड भएर लिएर आउनेछु. एन्ड द्याट्स इट फर टुडे एभ्रीवान. बाई बाई, सी यु इन द नेक्स्ट भिडियो.